तपाईहरुलाई थाहा छ इटहरीको वान अफ द बिगेस्ट रेस्टुरेन्ट जुन चाहिँ 4 देखि 5 तला ठुलो बन्न गइरहेको छ र त्यो हो आइतबारेमा रहेको पूर्वाञ्चल क्याफे। हाई गाइज, दिस इज मी घुम्सु। अनि साच्चै इटहरीमा यति ठुलो रेस्टुरेन्ट बन्न लागिरहेको छ त भनेर तपाईहरु पनि छक्क परिराख्नु भएको छ होला। म चाहिँ आज आफै यहाँ पुरै रेस्टुरेन्ट हेर्न आएको छु हाम्रो पूर्वाञ्चल क्याफेको प्यारी पिङ्की दिजु अनि हाम्रो पर्ल मेकअप एन्ड नेल स्टुडियोको निरु दिजुसँग। अनि यु गाइज क्यान सी कति ठुल्ठुलो स्पेसमा यहाँनिर इन्डोर सिटिङ एरिया, आउटडोर सिटिङ एरिया, बार एरिया अनि अरू पनि कति धेरै मिटिङ्सको लागि, ग्यादरिङ गर्दाखेरि त्यस्तो हरेक कुराको लागि पर्फेक्ट हुने गरी चाहिँ यो रेस्टुरेन्ट बनिरहेको छ। त्यति मात्र कहाँ हो र यहाँनिर त लिफ्ट पनि बनिरहेको छ। म त झरेछ तल झरे नि। यहाँ हेर नि यो बुढा यहाँ हेर बुढो त पूर्वाञ्चलको भिडियो रहेछ दिदी त। यो थियो हाम्रो मिठो गफकाफहरू अनि हामीले चाहिँ यहाँ एकदमै रमाइलो पनि गर्यौँ, भिडियोजहरू पनि बनायौँ। अब भ्यालेन्टाइन्स डे आउन लागेको छ अनि पूर्वाञ्चल क्याफेमा त यस्तो राम्रो राम्रो आइटमहरू गिफ्टको लागि अनि कपल्सहरूलाई बस्न खानको लागि राम्रो टाइम स्पेन्ड गर्नको लागि त टोटली पर्फेक्ट हुन्छ। म पनि भ्यालेन्टाइन्स डे मनाउनको लागि चाहिँ खास पूर्वाञ्चल क्याफे नै आउँछु। सो हजुरहरू पनि आउनु भयो भने भेट्नुपर्छ है त।